आदरणीय युट्युब च्यानल हेरिबस्नुभएका मित्रहरू, यतिखेर म यो अटोमोबाइल्स सेन्टर के नाम छ यसको? बौद्धनाथ अटोमोबाइल प्राली। बौद्धनाथ अटोमोबाइल प्रालीको कम्पाउन्डभित्र छु र यहाँ गाडीहरू, विभिन्न किसिमका गाडीहरू रहने गरेका छन् र यसको साथमा यही ठाउँमा यो क्लोथ बैंक पनि सञ्चालित छ र यहाँको मेन यहाँलाई के ओनर भन्ने कि के भन्ने, यहाँको मेन ओनर चाहिँ प्रोप्राइटर, ओनर अर्थात् प्रोप्राइटर, सञ्चालक या मालिक चाहिँ विष्णु ढुङ्गानाजी हैन, विष्णु ढुङ्गानाजी हुनुहुन्छ। उहाँलाई यस युट्युब च्यानलमा स्वागत छ विष्णु ढुङ्गानाजी। ल धन्यवाद। यहाँले आफ्नो छोटकरीमा चिनारी बताइदिनु न। यो चाहिँ हाम्रो बौद्ध नयाँ बस्तीमा पर्ने 3 तले गाडी सोरुम हो, बौद्धनाथ अटोमोबाइल प्राली। यहाँ विभिन्न प्रकारका गाडीहरू खरिद बिक्री सट्टापट्टा पनि गरिन्छ र साथै यहाँ एउटा क्लोथ बैंक भन्ने एउटा सेवा पनि छ। त्यो भने चाहिँ यहाँ हाम्रो के छ भने कपडाहरू निःशुल्क वितरण गर्ने ठाउँ। यहाँ हुनेले दिएर जानुस्, नहुने लिएर जानुस्, भए के लाउँ नभए कुन लाउँ भन्ने खालको कपडाहरू यहाँसँग धेरै स्टक बसिया छ। घरमा राख्ने ठाउँहरू छैन, अटाएको छैन भने त्यो कपडाहरू चाहिँ यो ठाउँमा ल्याएर छोडिदिन सक्नुहुन्छ। अनि यस्तै नहुनेहरूले पनि यहाँ आएर मजाले खोजेर छानेर लानुहुन्छ। अनि त्यो खालको चाहिँ हाम्रो सेवा सर्भिस यहाँनिर छ। यसको लक्षित वर्ग चाहिँ को? यसको लक्षित वर्ग भने चाहिँ अब के छ भने त्यही अहिले मैले भनिसकेँ, त्यो पोइन्टमै पर्छ। हुनेले दिने, नहुनेले लिएर जाने भनेपछि अनि नभए के लाउँ भएको लाउँ। जस्तै कपडा कसैको घरमा हुन्छ नि धेरै, अब कपडा लाउने कपडा पनि छैन भने हुन्छ, दराज खोल्दाखेरि त्यो हजारौँ कपडा भएर कुन लाउँ के लाउँ भनेर मान्छे कन्फ्युजनमा हुन्छ। कपडा भने एउटा रङले बनेको केमिकल पनि हो, यसले घरमा धेरै समय राख्दा तपाईँहरू स्वास्थ्य पनि असर पर्छ। अनि त्यो रङहरू पनि भित्र चाहिँ उकुसुकुसु भएर त्यहाँ कुहिएर घरमा चाहिँ कति कुरो वातावरण प्रदूषण पनि गरेको हुन्छ। त्यस्तो कपडा स्टक राख्नुभन्दा यहाँहरूले यहाँ ल्याएर छोडिदिनु भयो भने नहुनेको आङमा जान्छ, हुनेको आङमा धेर भएको चाहिँ त्यसरी त्यो यताउता एकअर्कामा भइरहेको हुन्छ। हुनेले सेवा दिन पायो भने नहुनेले सेवा लिन पायो, मजाले आफ्नो तरिकाले लाउन पाए। त्यो खालको सेवा हामीले यहाँ 7-8 वर्षदेखि गरेको, अहिले पनि निरन्तर छ। फेरि 24 घन्टा खुला पनि हुन्छ। यो 3 तले गाडी सोरुम नयाँ बस्ती बौद्धको, यो चाहिँ करिडोरको बाटोमा पर्छ, नयाँ बस्ती भन्छ यसलाई। हाम्रो यो अगाडि यातायात अफिस छ, ठ्याक्कै हाई रोडै भएको हुनाले यहाँ लोकेसन पनि एकदमै सजिलो छ। यो चाहिँ कति सालदेखि सञ्चालनमा छ भन्नुभयो? मैले 8-10 वर्ष अगाडिदेखि गरेको, अहिले पनि निरन्तर छ। 24 घन्टा सेवा छ, अहिले पनि यहाँहरूले सेवा दिन सक्नुहुन्छ। यसको प्रेरणा चाहिँ कसरी आयो यहाँलाई? यसको प्रेरणा चाहिँ अब हामीले यसो हेऱ्यौँ। म पहिला बाहिर युरोपमा, अमेरिकामा, अस्ट्रेलियामा धेरैवटा देशहरू बसेको थिएँ। त्यहाँनिर पनि यस्तो खालको कपडाहरूको चाहिँ लिन यस्तो सेवाहरू गर्ने रहेछ। अनि त्यो पनि नेपालमा पनि गर्न पाएँ हुन्थ्यो भन्ने खालको मलाई उहीँबाट अलिक यसको झिल्को पछ्याएको थियो। अनि त्यसपछि नेपाल आएर चाहिँ अहिले अलिक ढुक्कैसँग मैले यो सेवाहरू सर्भिसहरू गर्ने मौका पाएको हो। त्यहाँ प्रेरणा आएको। यहाँबाट यहाँले क्लोथ बैंक त राख्नुभयो होइन, हुनेले ल्याएर छोड्ने, नहुनेले लिएर जाने भनौँ न, एउटा कपडा जम्मा गर्ने ठाउँ र त्यसको निःशुल्क वितरण भनेर भन्नुभयो। यसबाट सेवाग्राही चाहिँ कतिको यहाँ आवत जावत भइरहेको पाउनु भएको छ? आवत जावत म्याक्सिमम् छ, आउनुहुन्छ। दिल्ली पनि गाडीमा, हाम्रो गाडी सोरुम खरिद बिक्री भएको हुनाले गाडीको डिकीमा हालेर ल्याउनुहुन्छ। गाडी बेच्न पनि पाइयो, किन्न पनि पाइयो, साट्न पनि पाइयो भन्ने त्यो एउटा पनि भयो। अनि त्यो कपडाहरू ल्याएर यहाँ राखिदिनुहुन्छ। अनि फेरि नहुनेहरूले मजाले छानेर आफ्नो तरिकाले ल्याउनुहुन्छ। अब जुन यो क्लोथ बैंक छ नि, क्लोथ बैंक यहाँको मात्रै हो कि काठमाडौँमा अन्य ठाउँमा पनि भएको छ? यहाँलाई जानकारी छ? लगभग छ, धेरै ठाउँमा छ। अनि यो एरियामा चाहिँ यसरी हामीले गरेका छौँ। यो पशुपति गुहेश्वरी क्षेत्रमा, पशुपति गुहेश्वरी यो एरियामा चाहिँ अलिक बौद्ध होइन मान्छेहरू भएको हुनाले जान्छ। अन्त पनि ठाउँ ठाउँमा छ। त्यो ठाउँमा पनि यहाँको केही छ? यहाँ चाहिँ छैन। उहाँले आफ्नो तरिकाले गर्नुभएको छ, मैले आफ्नो तरिकाले गरेको छु। अनि त्यो मैले गर्ने मान्छेहरूलाई यसरी गर्नुहोस् भनेर सल्लाह पनि दिन्छु। हामीले चाहिँ कारको भ्यानहरू, इको भ्यानहरू ठाउँ ठाउँमा राखेर कलेक्सन गर्छौँ। त्यही ठाउँबाट वितरण गरिदिन्छौँ। त्यहाँबाट स्टक भएको बढी भएको ल्याएर अनि हाम्रो अफिसमा राखेर यहाँबाट दिन्छौँ। यो सेवा दिने लिनेका प्रतिक्रियाहरू चाहिँ के छन्, केही बुझ्नु भएको छ? यहाँको सेवा, यहाँले जुन एउटा प्रोग्राम गरिरहनु भएको छ त्यसप्रति सेवाग्राहीहरूको प्रतिक्रिया चाहिँ कस्तो? एकदम राम्रो छ फिडब्याक।
एकदम ल्याइदिने पनि खुसी भएर ल्याइदिएर यस्तो दिने मौका पाएँ भनेर दिनुभएको छ। लाने पनि आहा मैले यसरी कपडा चाहिँ मैले खोजेको थिएँ, लाउनु पाएको थिएँ, किन्ने पैसा थिएन भनेर मजाले खुसी भएर लानुभएको छ। बढी चाहिँ कस्ता खाले कपडा आउने रहेछन् यहाँ? बढी अब एकचोटि युज भएको, कोही नयाँ पसलमा बिक्री नभएको नयाँ पनि आइरहेछ, कोही युज भएको पनि आइरहेछ, कोही त्यस्तै खालको कपडा, सबै किसिमको कपडाहरू आइरहेछ। बच्चाको, युवाको, वृद्धको, महिलाको कुन चाहिँ बढी? सबै साइजको छ, सबै साइजको बढी भएको ल्याइदिनु। बच्चाको पनि छ, युवाको पनि छ, बुवाको पनि छ, महिलाको पनि छ, वृद्धको पनि छ, सबै खालको कपडाहरू आइरहेछ। अब आगामी दिनमा चाहिँ यो क्लोथ ब्याङ्क कसरी, नयाँ योजना केही छ क्लोथ ब्याङ्क बारे? अब नयाँ त यही छैन, यसरी निरन्तर अलिकति फैलाएर अलिक ठुलो पारेर गर्न खोजिरहेको छु। अब यहाँ ठुलै पनि छ, अब यो निरन्तर गर्ने हो, यही हो। त्यस्तो यस्तो एक्स्ट्रा नयाँ भिजनहरू त केही छैन, जस निरन्तरलाई चाहिँ नछोड्ने। यसलाई नै निरन्तरता दिने योजना छ, यही ठाउँमा यसैलाई निरन्तरता दिने? यही ठाउँमा सजिलो हुन्छ, अलिक चोक पनि छ, सेन्टर पनि छ, लाने दिनेलाई पनि पाएको पर्छ, त्यसले गर्दा यही ठाउँमै हाम्रो सेवाहरू भइरहेको छ। अनि त्यसपछि तपाईँले अर्को भन्नुभयो यो चाहिँ गाडी सोरुम पनि हो भनेर भन्नुभयो होइन? यो अटोमोबाइल्स होइन, गाडी सोरुम खरिद बिक्री हुन्छ होइन? अनि मैले अहिले आउँदाखेरि गुहेश्वरीदेखि यहाँसम्म आउँदाखेरि बाटामा धेरै गाडी तथा बाइक होइन बिक्रीमा भनेर लेखेको धेरैवटा चाहिँ मैले यो देखेँ, गाडी बिक्रीको चाहिँ विज्ञापनहरू धेरै देखेँ। अनि यो अन्य अटोमोबाइल्सले को बिक्री योजना र यहाँको खरिद बिक्री योजना चाहिँ के कस्तो छ? अब यो 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 एरिया भने एउटा कारको हब हो। यहाँ चाहिँ लगभग त्यो गुजेश्वरी पशुपतिबाट यहाँ नारायणडारसम्ममा 50वटा भन्दा बढी सोरुम र वर्कसप र सर्भिसिङहरू छ। त्यसले गर्दा यो एरियामा म्याक्सिमम् ग्राहकहरू आउन जाम पनि कम हुने हुनाले यहाँ त्यसो कार हब हुनाले यहाँ धेरै आम्दानी छ। त्यो कारणले गर्दा यो एरियामा राम्रो बिक्री हुन्छ। अनि हाम्रो चाहिँ अटोमोबाइल यो गाडी खरिद बिक्री सम्बन्धी पनि हो हाम्रो यो रिकन्सन हाउस पनि भन्छ यसलाई। 3 तले गाडी सोरुम भनेपछि यहाँ लगभग धेरै अलि राम्रै चर्चामा छ। सहिलेसँग लोकेसनहरू लिएर आउन सक्नुहुन्छ। अनि खरिद बिक्रीको जुन मात्रा चाहिँ के कस्तो भइरहेछ अहिले? खरिद बिक्री ठिक छ, ल्याउनले पनि भइले। कारोबार कतिको चलिरहेछ? कारोबार राम्रो छ, ठिक छ। दैनिक के कति बिक्री भइरहेछ? दैनिक भन्ने त हुँदैन, जे होस् हाम्रो महिनामा एभरेजमा 5-7 वटा 8-10 वटा 15-20 वटा, त्यो कहिलेकाहीँ अवस्था हेरेर सिजन हेरेर जति गर्न सक्यो त्यति हुन्छ। गाडी नै हुन्छ कि? गाडी हुन्छ, गाडीमा मोटरसाइकल सट्टापट्टानी हुन्छ, कारहरू बढी हुन्छ। कारहरू बढी हुन्छ, इको भ्यानहरू, कार्गो भ्यानहरू, यो चाहिँ गरिखाने गाडीहरू यो टाइपको हुन्छ। उनीहरूले त्यो जुन यहाँहरूले बिक्री गर्नुहुन्छ नि सट्टापट्टा र बिक्रीमा, यहाँहरूले अरूबाट पनि लिन सक्ने भयो, यहाँबाट बिक्री पनि हुन सक्ने भयो? हामी कन्ट्याक्टमा ल्याइदिएको नि राखेर बेचिदिन्छौँ, अनि क्यास दिएर पनि लिन्छौँ, सट्टापट्टा गर्छौँ। त्यो सबै खालको चाहिँ उहाँको अवस्था, उहाँको परिस्थिति, त्यो रेट मिल्ने एउटा क्यालकुलेसन भ्यालुएसन हेरेर त्यो आधारमा गरिन्छ। मूल्य चाहिँ भनौँ न कतिदेखि कति मूल्य बराबरको सवारी साधनहरू खरिद बिक्री तथा सट्टापट्टा भइरहेको छ अहिलेसम्म? अब अहिले यहाँ 2.5 लाख मारुति कार छ होइन, 250 लिएर यहाँ 30-40-50 लाख 60 लाख 1 करोडसम्म गाडीहरू हुन्छ। त्यो कन्डिसनमा मोडेल र त्यो गाडीको ब्रान्डहरू हेरेर त्यो टाइपको हुन्छ। अब उताबाट आउने सवारी साधन होइन जसले चाहिँ यहाँ आएर बिक्री गर्न चाहनुहुन्छ होइन सट्टापट्टाको मामलामा, र यहाँले चाहिँ बिक्री वितरण गर्नुहुन्छ, यसमा चाहिँ तपाईँबाट बिक्री वितरण भएको सवारी साधनको विषयको प्रतिक्रिया चाहिँ के छ? ग्राहकले यो मेसिनहरू ठिक छन् भन्छन् कि अलिक गडबड छ भन्छन् कि के छ अहिले ग्राहकहरू प्रतिक्रिया के छ? धेरै पुरानो किने गडबड पनि हुन्छ। अब यो हटमा किने गडबड भयो, जे भने अब पुरानो भयो बनाएर बन्छ, नयाँ भयो मजाले चल्छ, पुरानो भयो पैसा कम पऱ्यो, नयाँ भयो अलिक बढी पऱ्यो, त्यो सबै मल्टी कास्टिङ खालको सामानहरू पाउँछ। अनि यताबाट दिँदाखेरि भयो, उताबाट आउने तपाईँले आयात गर्ने सामानहरूमा चाहिँ कतिको डिफेक्ट पाउनु भएको छ? डिफेक्ट छ कि एकदम गुड क्वालिटीमा छ? क्वालिटी हुन्छ, नन क्वालिटी हुन्छ, जस्तो सामान छ त्यति पैसा दिने हो, त्यो हेरेर लिन्छु, चेक गरेर लिन्छु, लिने कुरा चाहिँ सबै लिन्छ। त्यसमा यही भन्ने रिपेयर गर्नु पर्यो भने आफैले आफै गर्ने, खर्च बेहोरेर गर्नु पर्यो होइन? रिपेयर गर्ने, त्यो अनुसार पैसा घटाएर दिने, बनाएर दिने, त्यो गर्छ। यहाँ वर्कसप पनि छ छैन? हामी अन्तर्गत यहाँ चाहिँ खरिद बिक्री सट्टापट्टा मात्र हुनुभयो, वर्कसप छुट्टै वर्कसप पनि छ यहाँ? हामीले जहाँ पनि जुन अन्य प्राइभेट वर्कसपमा गरिन्छ होइन? यहाँहरूले कर्मचारी चाहिँ कति राख्नु भएको छ? कर्मचारी त अहिले हामी 5 जना छौँ। 5 जना छौँ। हस् त यहाँलाई अहिलेको यो छोटो अनि त्यसपछि व्यस्तताको बावजुद पनि यहाँले समय दिनुभयो। यहाँलाई अहिलेको लागि
यतिको कुरा बताइदिनु भएकोमा धन्यवाद र आगामी दिनमा केही कुरा जिज्ञासा लागेछ भने पुनः भेटघाट गर्ने बाचाका साथ अहिलेलाई यो भिडियो प्रस्तुति यही नै अन्त गर्छु। धन्यवाद।